गाइस आइसकेपछि मेरो न्यू ब्लगका साथमा सो आज चाहिँ म मेरो मम्मीको यो हस्पिटलको रिपोर्ट लिन जाँदैछु। सो गाइजहरू सो हामी मम्मीको चाहिँ नेपाल पुलिस हस्पिटलमा एउटा त्यो चेक गराएको थियो। सो त्यसको रिपोर्ट चाहिँ अब 8 बजी आउँछ भनेको थियो। सो म चाहिँ त्यही भएर रिपोर्ट लिन जाँदैछु गाइजहरू। अनि आज चाहिँ यता पानी परेर गाइजहरू हेर्न सक्नुहुन्छ सडकहरूमा पनि पानी जमिरहेको छ। नेपाल पुलिस हस्पिटलको बुक भयो गाइजहरू। सो हेर्न सक्नुहुनेछ। सो म चाहिँ अब रिपोर्ट लिन जाँदैछु होइन। सो सबजनाले मेरो ब्लग अन्तिमसम्म हेरिदिनु होला नमिस गरिकन। सो हेर्न सक्नुहुनेछ होइन। सो नेपाल पुलिस हस्पिटल यता काठमाडौँतिर आएको म किन्दैन भइसक्यो। सो मेरो 2वटा च्यानल डिलिट भएर म नयाँ च्यानलमा लागेको थिएँ। सो फेसबुकले मलाई मोनिटाइजेसन दिनको लागि एउटा च्यालेन्ज पनि दिएको थियो। सो जसको चाहिँ हजुरहरूले 2000 भ्युज कम्प्लिट गरिदिनु भएको छ। सो आशा छ कि हजुरहरूले चाँडोभन्दा चाँडो मेरो यो च्यालेन्जलाई पनि कम्प्लिट गरिदिनु हुनेछ भन्ने हो। सो गाइजहरू धेरै लामो भिडियो भन्यो भने चाहिँ यस्तो हेर्दाखेरि चाहिँ पनि देवताको मन्दिर पनि छ, सबजनाले दर्शन गर्न सक्नुहुन्छ। सो बाँकी कुरा चाहिँ म भित्र गरिदिएको बाहिर गाइज। सो फाइनल गाइजहरू म चाहिँ हस्पिटलतिर चाहिँ आइसकेको होइन किन हो आज त पुरै हस्पिटल खाली छ। सकिन्छ आँपहरू पनि फलिरहेको छ। सो म चाहिँ अब रिपोर्ट लिन जाँदैछु गाइजहरू, तर होइन पुरै खाली भन्नु पुरै खाली पनि छ होइन, हल्का चाहिँ खाली छ होइन। सो म चाहिँ अब रिपोर्ट लिन जाँदैछु। सो भित्र चाहिँ हल्का भिडियो बनाउन एलाउड छैन कि क्या हो रिपोर्ट लिन जाँदैमा। सो यहाँ बाहिरतिर चाहिँ हेर्न सक्नुहुन्छ। सो बाँकी चाहिँ म रिपोर्ट लिएर आएपछि चाहिँ रिपोर्ट लिन आएको थिएँ। मेरो रिपोर्ट चाहिँ 11 बजेपछि आउने भयो। भ्यूहरू हेर्न सक्नुहुन्छ गाइजहरू हजुरहरूले। फुलले हेर्न सक्नुहुन्छ। सो नेपाल पुलिस हस्पिटलतिरको भ्यू गाइजहरू। म चाहिँ जुन कामले आएको थिएँ म चाहिँ रिपोर्ट लिन आएको थिएँ गाइजहरू मम्मीको। मेरो रिपोर्ट चाहिँ अघि आएको भने चाहिँ 11 बजेपछि आउँछ। सो आजको लागि यति नै इन्ट्रेस्टिङ भ्लग हेर्नको लागि हाम्रो च्यानलमा ब्लगलाई सब्सक्राइब गर्नुहोस्। मेरो जुन च्यालेन्ज दिएको छ फेसबुकले मोनिटाइजेसन दिनको लागि, सो त्यो च्यालेन्ज पुरा होस् या नहोस् तर म निरन्तर भिडियोहरू हाल्नेछु। सो आशा छ कि चाँडोभन्दा चाँडै त्यो च्यालेन्ज पुरा होस्। तर 28 दिनभित्रमा नभएर 28 दिनभित्रमा पक्कै हुनेछ। सो आजको लागि हेर्दै यस्तो इन्ट्रेस्टिङ भ्लग हेर्नलाई सब्सक्राइब गर्नु बाई बाई।